हेलो गाइज, आज चाहिँ म अब जापानको लाइसेन्स होइन नेपालको लाइसेन्सबाट जापानको लाइसेन्समा कसरी कन्भर्ट गर्ने भन्ने चाहिँ विषयमा भिडियो बनाउन लाग्यो। अब यताउता कुरा नगरौँ, मेन पोइन्टमा आऊँ होइन। अब लाइसेन्स चाहिँ अब मैले 3 वर्ष भइसक्यो जापान बसेको, तर भर्खर लाइसेन्स बाइकको लाइसेन्स चाहिँ मसँग त्यो नेपालको, त्यसलाई अब कन्भर्ट गरौँ भनेर सोचेको। कन्भर्ट गर्नको लागि चाहिँ नेपालको लाइसेन्स चाहिँ पाएको तपाईँ चाहिँ 3 महिनासम्म चाहिँ नेपालमा बसेको हुनुपर्ने रहेछ, नभए चाहिँ गर्न नमिल्ने रहेछ। तपाईँले यही जापानमै अब एप्लाई गर्ने, जापानबाटै अब सिकेर जापानको गएकोमा अब गएर सिकेर एप्लाई गर्नुपर्ने रहेछ। तपाईँ चाहिँ नेपालको लाइसेन्स पाएर पनि तपाईँ 3 महिनासम्म नेपालमा बस्नु भएको छ भने तपाईँले चाहिँ लाइसेन्स प्राप्त गर्न सक्नुहुन्छ है त। मैले चाहिँ अब के गरेको थिएँ त्यो सबै अब म भन्न जान्छु। सबभन्दा सुरुमा यो याकु गर्नुपर्ने हुन्छ। अब यो याकु गरिसकेपछि अब हाम्रो त्यसको अगाडि केही डकुमेन्टहरू रेडी पार्नुपर्ने हुन्छ। अब मेन किरिखाइको लागि जुमिनहरू बनाइयो, जुमिनहरू बनाइसकेपछि अब आफू बसेको सिटीमा जेएएफ भन्ने हुन्छ जाफको। अब जाफमा गएर अनि मेनको किरिखाइको लागि जाफ बनाउनु छ भनेर भनेपछि त्यहाँ फर्म सम भरियो, लेखियो अनि एप्लाई गर्यो। ट्याक्क 1 हप्तापछि त्यो रेडी भयो। अब पहिला धेरै सजिलो हुन्थ्यो, आजभोलि चाहिँ धेरै गाह्रो भइसकेको छ। अब सुरुमा चाहिँ मेन सेट हुन्छ, त्यसपछि लिखित इक्जाम हुन्छ, त्यसपछि अनि ट्रायल इक्जाम गरेर पास भएर अनि हामीले लाइसेन्स पाउने हो। मेन सिचुमा चाहिँ अहिले धेरै गाह्रो गर्दै अनि इक्जाम पनि धेरै गाह्रो भइसक्यो अनि ट्रायल चाहिँ पहिला जे थियो अहिले पनि त्यही छ। मेन सेचुमा चाहिँ अब धेरै क्वेसन सोध्यो मलाई होइन, म त पास हुँदैन जस्तो लागिरहेको थियो, फेलै भइजान्छु भन्ने जस्तो लागिरहेको थियो, तर पास भयो। अब होइन क्वेसन यस्तो यस्तो सोधेको थियो कि मैले भन्न पनि जानेन, बल्ल बल्ल भन्ने थिएँ। अब जे हो त्यही त भन्नु मिलेन। अब कसरी लाइसेन्स पाइस्, कसरी सिकेको थिइस् कि सिकेको थिएनस्, गएकोबाट सिकेको थिइस् कि आफै सिकेको थिइस् भनेर क्वेसन गरिरहेको थियो। आफूले त नि होइन म नेपालमा गएको गएर होइन सिक्ने ठाउँ गएर त्यहाँबाट सिकेर पैसा तिरेर सिकेको 2 महिना जति, अनि त्यसपछि अनि एप्लाई गरेको त्यहाँ। अनि सिकाउने काम मात्रै हुन्थ्यो, पढाउँथेन। नियमहरू कसरी पढिस् भने होइन, नियमहरू पनि पढाउँथ्यो। के नियमहरू पढाउँथ्यो भनेर सोध्न थाल्छ। अनि नियमहरू, ट्राफिकको नियमहरू अब कसरी पालना गर्ने भनेर भनिदिएको। नियमहरू अब कसरी पालना गर्ने, ट्राफिक नियमहरू सबै भनिदिएको। ट्राफिक नियमहरू मात्रै पढ्यो, अरू केही पढेन। अब आफूलाई के भन्ने केही थाहा छैन, अरूको सुनेको भरमा गइदिएको लाइसेन्सको लागि। अब मेन सिचुमा एउटा साथी लिएर गएको थिएँ, साथी फेरि आफूसँगै पढ्ने, अनि उसलाई पनि केही थाहा नभएको। अनि 2 जना टाढा पढ्यो भन्यो होइन, अरू सिकेको थियो अहिले याद आएन भनिदिएको। त्यसपछि अब कसरी गर्न सक्छस्, अब कसरी लाइसेन्स निकाल्न सक्छस् भन्छ है। अब के भन्ने, अब जति थियो त्यति भनिदियो होइन। अझै टन्नै सिकाएको थियो, मलाई आउँछ कि नियममा भन्न चाहिँ अलिक गाह्रो भयो भने त्यही भएर मैले अर्को साथी लिएर आइज भन्ने थिएँ भन्छ फेरि जापानिजले। त्यो जापानिजको कुरा सुनेर फेरि आफूलाई पनि डर लागिहाल्यो। अब त्यस्तै भनिदियो, कति बजीदेखि कति बजीसम्म सिक्थिस् भन्छ। अनि अब त्यो सबै अब आफूले मिलाएर अब गफ हान्दियो। अनि त्यही त हो नि। अब कसरी रेन्स्यु गरेको थियो, त्यो म्याप बना भनेको थियो। अब नेपालको म्याप त तपाईँहरूलाई थाहै होला, 8 बनाउने, त्यसपछि घुमाउने, अनि उकालो चढाउने, ओह्राल्ने, अनि एउटा ठाउँमा रोक्नुपर्ने हुन्छ। त्यही त हो नि, म्याप स्याप बनाइदियो। अब कसरी रेन्स्यु गरेको थिइस् त्यो नि भन्ने थियो। सबै भन्यो, मान्छे कतिजना हुन्थ्यो त्यो ट्रायल दिँदाखेरि, लिखितमा कतिवटा क्वेसन आएको थियो, त्यस्तै मेन सेचु गर्दो रहेछ। त्यही सब गरिसकेपछि अनि ट्याक्क 1 हप्ताको पछि चाहिँ फोन आउँछ तपाईँलाई। फोनमा अनि पास हो कि फेल हो भन्छ, फेल हुने चान्स पनि हुन्छ। अब हामीले त्यो सब हेरेर फोन गर्छ भने मलाई त्यो कुनै आश थिएन है। त्यसले त्यसै थर्कायो, गाली गर्दै रिसाउँदै सोधिरहेको थियो कि थाहा छैन त कसरी गर्न सक्छस् भनेर। त्यही पनि पास भयो, खुसी लाग्यो होइन। 1 हप्तासम्म त हुँदैन जस्तो दिमागमा बसिसकेको थियो। अब जो चाहिँ अहिले होइन लाइसेन्स निकाल्न खोजिरहेको छन्, अहिले निकालिहाल्दा हुन्छ है। पछि भनेर बस्दा धेरै टाइम जान्छ, त्यो सोच्ने मात्रै हो। म पनि 3 वर्ष हुन लागिसक्यो जापान बसेको है। लाइसेन्स निकाल्छु भन्दा ननिकालेर अहिले तनाव छ। अहिले अब 50वटा क्वेसन आउँछ है लिखितमा। पहिला जम्मा 10वटा क्वेसन हुन्थ्यो, 8वटा मिलाएपछि पास भइहाल्थ्यो। अहिले त 50वटा क्वेसन हुन्छ, त्यसमा 45वटा मिलाउनु पर्ने हुन्छ। त्यो मिलाउन नै गाह्रो। 45वटा पास हुन्छ कि हुँदैन, 45 नम्बर आउँछ कि आउँदैन थाहै छैन। 50वटा क्वेसनमा 45वटा मिल्ने पर्ने रे। अब यस्तो गाह्रो कसरी गर्ने भनेर थाहै छैन होइन। त्यही पनि अब इक्जाम त अझै आउन बाँकी छ, अर्को हप्ता इक्जाम छ। त्यही पनि भिडियो बनाइदिएको। अब इक्जाम गरेर ट्रायल गरेर कसरी हुन्छ त्यो, त्यसको नि अब अर्को भिडियो बनाएर म रेडी पार्छु। अहिलेको लागि यति नै। अब आएपछि म फेरि अब सम्झेको कुरा सबै भने, सम्झेको कुरा त सबै भनिदिएँ मैले। अब नसम्झेको कुराको लागि अब माफ गर्नु होला, त्यस्तै त हो नि।
अनि त्यही पनि नबुझेको कुरा कमेन्ट गर्नु न, म तपाईँहरूलाई भनिदिन्छु। अब अरू यस्तै डिटेलहरू चाहिन्छ होला, के गर्नु गाह्रो छ जापानमा गरी खानलाई।